योभन्दा बेटर पाउँछु भन्नुभएको थियो। सेलिब्रेसन गर्ने बेलामा चाहिँ उहाँले फोन गरेर तिमी नआऊ अबदेखि, तिमी नआऊ, हामीलाई तिम्रो निड छैन, तिमीलाई म सक्दैन अबदेखि भनेर भन्नुभयो कि। मलाई माझेहरूले यसरी सम्हाल्नु भएको थियो। उहाँले भन्नुभएको थियो कि भगवानको बर्थडेको दिनमा तिमीलाई यसरी टर्चर गरेर तिमीलाई निकालेको छ, तिमीलाई योभन्दा बेटर पाउँछु भन्नुभएको। Hi everyone, welcome to second episode of Amritam Talks. धेरै धन्यवाद हजुरहरूले हाम्रो पहिलो एपिसोडलाई धेरै माया गरिदिनु भएकोमा। त्यही प्रेरणा लिएर हामीले दोस्रो एपिसोड पनि लिएर आएका छौँ। आशा छ यो एपिसोडलाई पनि हजुरहरूले धेरै माया गरिदिनुहुन्छ भनेर। ध्यान साधना गरेर गुरुप्रति समर्पित भएर के साँच्चीकै गुरु कृपा हुन्छ त? हामी आज त्यही प्रसङ्ग बारे कुराकानी गर्नेछौँ। ओशोको प्रेम कहानी, उहाँकै शिष्यको जुबानी। लेट्स वेलकम आवर ब्युटिफुल लेडी मा आनन्द दीपिका। हाई, वेलकम टु अमृतम टक्स। थ्याङ्क यू सो मच मा कृष्ण राधा। प्रणाम सबैजनालाई, म आनन्द दीपिका। थ्याङ्क यू सो मच मा कृष्ण राधा अगेन मलाई मेरो एक्सपिरियन्स सेयर गर्नको लागि इन्भाइट गरेकोमा। ध्यान साधना गरेर गुरुप्रति समर्पित भएर गुरु कृपा हुन्छ अरे के हजुरसँग के त्यस्तो एक्सपिरियन्सहरू छ? हजुर, मेरोमा चाहिँ धेरै नै मिराकल्सहरू छ। सन्यास पछिको धेरै मिराकल्सहरू छ, त्यो सबै सेयर गर्दा लामो हुन्छ होइन। एउटा मेरो लाइफको एउटा मोस्ट इम्पोर्टेन्ट छ, त्यो वाला चाहिँ म आज सेयर गर्छु। मैले चाहिँ एउटा संस्थामा जब गर्थेँ, अनि त्यो जबमा चाहिँ ओसोमा गयो भनेर टर्चर गर्ने, रेगुलर बेसिसमा टर्चर, अनि हेप्ने होइन, अरूलाई भन्दा छुट्टै बिहेभ गर्ने। एक दिन चाहिँ के भयो भनेपछि 11 डिसेम्बरमा ओसोको बर्थडेको दिनमा मैले छुट्टी मागेको थिएँ होइन, बर्थडे स्पेसल भनेर यहाँ क्याम्प थियो 1 डे, अनि मैले छुट्टी मागेको थिएँ, तर उहाँहरूले चाहिँ छुट्टी दिनु भएन। मैले चाहिँ ल ठिकै छ, छुट्टी नदिए नि म मर्निङको र इभिनिङ सेसन लिन्छु भनेर मर्निङ सेसन आएँ अनि गएँ। त्यही दिन चाहिँ मलाई ओभर टाइम राखिदिनु भयो क्या उहाँहरूले। त्यो ओभर टाइमको त्यो निड पनि थिएन क्या त्यहाँ, तर उहाँले अब त्यहाँ नगइदियोस् भन्ने भावले उहाँले मलाई ओभर टाइम राखिदिनु भयो। म ओभर टाइम गर्न सक्दैन, म त्यहाँ आज जानै पर्ने छ, मेरो गुरुको बर्थडे हो भनेर म आएँ होइन। हामी बिहानमा सेलिब्रेसन गर्ने बेलामा चाहिँ उहाँले फोन गरेर तिमी नआऊ अबदेखि, तिमी नआऊ, हामीलाई तिम्रो निड छैन, तिमीलाई म सक्दैन अबदेखि भनेर भन्नुभयो कि। सेलिब्रेसन गर्ने बेलामा होइन, उहाँले म त्यति बेलामा यति धेरै रोएँ, मलाई माझेहरूले यसरी सम्हाल्नु भएको थियो। उहाँले भन्नुभएको थियो कि भगवानको बर्थडेको दिनमा तिमीलाई यसरी टर्चर गरेर तिमीलाई तिम्रो जबबाट निकालेको छ, तिमीलाई योभन्दा बेटर पाउँछु भन्नुभएको थियो। त्यति बेला मलाई लाग्थ्यो कि उहाँहरूले मेरो मन शान्त गर्नको लागि भन्नुभएको जस्तो लाग्थ्यो। तर बिस्तारै बिस्तारै थाहा भयो कि गुरुको कृपाले गर्दाखेरि मैले अहिले एकदम राम्रो जब पाएको छु। त्योभन्दा बेटर स्यालेरीको छ होइन, त्योभन्दा त्यहाँभन्दा रेस्पेक्ट छ, अनि पोजिसन पनि राम्रो छ, अनि ध्यान गर्ने टाइम एकदम धेरै छ, बिहान पनि बेलुका पनि। अब इभन दिउँसोमा पनि टाइम मिलाएर निस्किन मिल्छ कि त्यहाँ चाहिँ। अनि मभन्दा सिनियरले पनि एकदम राम्रोसँग गाइड गर्नुभएको छ भनेपछि एकदमै राम्रो भइरहेको छ हजुरलाई। गुरु कृपा चाहिँ मजाले लाग्यो। हजुर, कस्तो राम्रो एक्सपिरियन्स चाहिँ हजुरको। जब हजुरलाई जब एकदमै धेरै निड थियो त्यति बेला आफ्नो जबलाई रिस्क राखेर भगवानको बर्थडे भनेर आउनुभयो। हजुरको डिभोसन्स, हजुरको समर्पण भगवानप्रति र भगवानको गुरु कृपा हजुरप्रति एकदमै ब्यालेन्सले मिलिरहेको रहेछ। त्यो गुरु कृपा हुन्छ भने साँच्चीकै रहेछ है। अनि मलाई पनि गुरु कृपाको हल्का एक्सपिरियन्स चाहिँ छ, त्यो चाहिँ अब कुनै दिन मिलाएर सेयर गरौँला। जो सन्यासी गुरुसँग समर्पित हुन्छ, जसले गुरुको ट्रस्ट गर्छ, उसलाई चाहिँ गुरुले एकदम धेरै गाइड गर्नुहुन्छ होइन। गुरु कृपा हरेक सन्यासीलाई गुरुले कृपा चाहिँ गर्नुहुन्छ एकदम। अहिले मेडिटेसन गरि नै राख्नु भएको छ। अब हजुरलाई चाहिँ हजुरको फ्यामिलीबाट, सोसाइटीबाट, छरछिमेकबाट के छ, कस्तो छ कुरा, सपोर्ट फिडब्याकहरू कस्तो आइरहेको छ त? फ्यामिलीबाट त पहिलादेखि नै सपोर्ट थियो होइन। सेन्टर हाम्रो फ्यामिलीले नै रन गरेको भएर मलाई यहाँ आउन चाहिँ एकदम इजी पनि थियो। अब सोसाइटीले त फर्स्ट खुट्टा तानिहाल्छ, नराम्रो भनिहाल्छ होइन, त्यहाँ किन जानु पर्यो, नजानु। अहिले
तिम्रो ध्यान गर्ने उमेर नै होइन, यो यस्तै हिँड्ने होइन, पैसा कमाउने उमेरमा, पढ्ने उमेरमा अहिले ध्यानतिर जाने नै होइन भनेर एकदम भनिराख्नुहुन्थ्यो। तर सबैलाई मैले ध्यान चाहिँ गरिराखेँ। पहिला अब नराम्रो भन्नेले पनि अहिले चाहिँ मलाई नि लग न ध्यान गर्न भनेर भन्नुहुन्छ। सायद म ह्याप्पी भएको देखेर उहाँहरूले मलाई नि लग, पहिला जसले मलाई नलग त्यहाँ जान हुँदैन भन्नुहुन्थ्यो, उहाँहरूले चाहिँ अहिले मलाई नि लग न भनेर आउँदा चाहिँ म एकदम धेरै चेन्ज देख्नुभयो। हो त नि। अब जुन कुरा पनि आफूबाटै सुरुवात गर्नुपर्छ, चेन्जेस होस्। अरूलाई भनेर अब छरछिमेकले यस्तो भन्यो भन्दै उनीहरूको कुरा सुन्नुभन्दा ठिक छ तिम्रो भन्दै गएर म साधना गर्छु, ध्यान गर्छु, मेरो चेन्जेस हुन्छ, आफूबाट सुरुवात गऱ्यो भने चाहिँ बल्ल अरूलाई पनि चेन्ज गर्न चाहिँ अलि सकिँदो रहेछ। चेन्ज गर्नुभन्दा पनि तिमी चाहिँ हामीलाई देखेर आफै परिवर्तन हुने रहेछन् है। अनि के कृष्ण राधा होइन, हाम्रो पहिला जब नहुँदा हाम्रो सेन्टरहरूले हामीलाई क्याम्पहरू लग्नुहुन्थ्यो होइन। एकदमै याद छ हजुर। कसैले क्याम्प हुन्थ्यो है, पैसा जुटाउने गाह्रो हुने हामीलाई चाहिँ। अनि धेरै अन्य स्वामीजीहरू, अनि त्यसपछि अब माझीहरूले, अब हाम्रै सेन्टरको माझीहरूले एकदमै हेल्प गर्नुहुन्थ्यो हामीलाई। अब गाउन हुने थिएन, गाउन दिनुहुन्थ्यो। अनि गाडी भाडाहरू स्वामीजीहरूले, अब अरू सेन्टरहरूको स्वामीजीहरू हामीलाई उपभोगमा पनि डिस्काउन्ट थियो एकदमै। के त्यति बेला चाहिँ कस्तो त्यो मुमेन्ट सम्झदा पनि कस्तो अर्कै फिल हुन्छ कि आफूले एकदमै ग्रेटिट्युड, एकदमै मनबाट कस्तो खुसी लाग्छ। स्वामीजी हेल्प गर्नुहुन्थ्यो हामीलाई, त्यसको लागि चाहिँ यही भिडियोबाट एकदमै धन्यवाद पनि भन्न चाहन्छु। अहिलेको क्याम्पमा चाहिँ मैले आफ्नो स्यालेरीबाट गएँ नि त, अहिले मैले जब गर्छु। अनि आफ्नो स्यालेरीबाट जाँदा चाहिँ आफ्नो गुरुको क्याम्प आफ्नो पर्सनल इन्कमबाट जाँदाखेरि चाहिँ छुट्टै आनन्द हुँदो रहेछ, छुट्टै इनर्जी फिल गरिँदो रहेछ। तर यो लास्ट हाम्रो सेवेस एकदमै इनर्जी पनि थियो, एकदमै राम्रो पनि भयो है। अझ चाहिँ फिल भयो इनर्जी। अहिले हामी हल्का म्याच्योर टाइपको त्यो वाला सेसन चाहिँ एकदम म्याच्योर भयो। फेरि धन्यवाद, हामीलाई चाहिँ यति धेरै सहयोग गरिदिनु भयो अमृतम फ्यामिली, अनि सबै स्वामीजी माझीहरूलाई जसले हामीले एकदमै हेल्प गर्नुभएको थियो जब हामीले एकदमै निड थियो। धेरै धेरै धन्यवाद, हामी चाहिँ एकदमै ग्रेटफुल छौँ हजुरहरूप्रति। हामीलाई ध्यान गर्न जुडाइदिनु भएकोमा, हाम्रो ध्यानको त्यो लाइनलाई कन्टिन्यू गराइदिनु भएकोमा, तपाईँको सानो हेल्पले पनि हाम्रो लाइफमा धेरै चेन्जहरू आइसकेको छ। हजुर सबैजनालाई थ्याङ्क यू, स्पेसली अमृतम फ्यामिलीलाई एकदम धेरै थ्याङ्क यू। अरू पनि माझी स्वामीजीहरूले हामीलाई जसले हेल्प गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद दिपिकामा, हजुरले आफ्नो गुरु कृपाको एक्सपिरियन्सहरू हामीसँग सेयर गर्नुभयो। र एकदमै हामीले ध्यान साधना गऱ्यौँ भने, गुरुप्रति समर्पित भयौँ भने गुरु कृपा पक्कै पनि हुँदो रहेछ। सबै सन्यासीहरूले पनि एक्सपिरियन्स गर्नुभयो होला गुरु कृपा चाहिँ। तपाईँहरूलाई हाम्रो यो दोस्रो एपिसोड कस्तो लाग्यो, आफ्नो रिभ्यूहरू चाहिँ, आफ्नो फिडब्याक चाहिँ हामीलाई कमेन्टमा दिन सक्नुहुन्छ। केही गल्ती भएकोमा एकदमै क्षमा प्राप्ति छौँ हामी चाहिँ। अनि केही मिस्टेक भयो, केही इम्प्रुभमेन्ट हजुरहरूलाई भन्नु परेमा हामीलाई प्लिज कमेन्टमा भनिदिनु होला, हामीले पक्कै पनि इम्प्रुभ गर्नेछौँ। र हामी पक्कै पनि अब आउने नयाँ भिडियोमा नयाँ सन्यासी, नयाँ साधकसँग यस्तै रमाइला गफहरू गर्नेछौँ। त्यसको लागि चाहिँ पर्खेर बस्नु होला। र अर्को कुरा के भन्न चाहन्छु भने चाहिँ, हजुरलाई ओसोको बुक चाहिएकोमा हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ओसो बुक बागलुङमा टिकटकमा, इन्स्टाग्राममा हाम्रो पेज पनि रहेको छ। र स्क्रिनमा दिएको नम्बरमा हजुरले कन्ट्याक्ट गरेर पनि बुक लिन सक्नुहुन्छ। जय ओसो, जय स्वामीजी।